भारतले मात्र होइन, नेपालले पनि भारतको सिमाना मिचेको छ। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। आज हाम्रो प्रधानमन्त्रीज्यूले पार्लियामेन्टको रोस्टरमा उभिएर गरेको अभिव्यक्ति हो यो। मान्छेहरू आफ्नो देशको सीमा प्रधानमन्त्री बोल्नुभयो, नियमसँग थियो थिएन, पार्लियामेन्टमा खैला बैला भयो, यी कुरातिर जाँदैन। प्रधानमन्त्री बोल्नु पर्थ्यो, बोल्नुभयो। मलाई लाग्छ नियमसँग त्यो हो, तर विपक्षीलाई निरीह बनाइयो। विपक्षीहरू विक हुनु भनेको डेमोक्रेसी विक हुनु हो भन्ने कुरा पनि हामी नभुलौँ। विपक्षीहरूलाई हरेक दिन हरेक टपिकमा हरेक मुद्दामा यसै गरी पेलेर लाने हो भने डेमोक्रेसीको आयु धेरै छैन है। मैले पहिले पनि भनेको छु, इज बालेन बिकमिङ अ डिक्टेटर भनेर होइन। खैर यी कुराहरू छाड्दिउँ, अरू के भए के भएनन्, राम्रो हो राम्रो होइन भन्ने कुरा आफ्नो ठाउँमा छ। तर प्रधानमन्त्रीज्यूले दिएको यो अभिव्यक्तिले हामी नेपाली जनताहरूलाई, हाम्रो सम्मानलाई आजका दिनभन्दा पछाडि जिन्दगीभर पिरोल्नेछ। अब हामीले इन्डियासँग कुनै पनि टेबलमा बसेर हामीलाई हाम्रो लिपुलेख र लिम्बुयाधुरा फिर्ता दे भनेर कसरी मान्न सक्छौँ? उसले पहिला तिमीहरूले कहाँनिर मिचेको छ तोले भनेर भन्दैन। आजै बेलुका इन्डियन एम्बेसीले अब आफ्नो प्रेस रिलिज गर्न सक्छ। मैले पहिला पनि भनेको थिएँ क्या, बालेन बोल्नु पर्यो भन्नुको मतलब हामीले बालेनको विचार सुन्नु होइन क्या। बालेनले जे सोचोस् हामीलाई बाल मतलब हो। हामीलाई बालेन एज अ प्राइम मिनिस्टर सोध्नुपर्ने हो। अनि प्रधानमन्त्रीले आफ्नो पार्लियामेन्टको रोस्टरमा बसेर हामीले पनि उनीहरूको सिमाना मिचेका छौँ, यसमा केमा गरेर हुन्छ भन्नु जस्तो फितलो जवाब कसरी दिन सक्नुहुन्छ? मान्छेहरू, देशहरू आफ्नो स्वाभिमान, आफ्नो स्ट्यान्डको लागि यत्रो जग्गाको लागि हजारौँ वर्ष 20औं वर्ष मारामारी युद्ध गर्छन् भने, मिसाइल रकेट हानिरा हुन्छन् एकअर्कालाई, यति जग्गाको लागि। पाकिस्तान र इन्डियाको विवाद के हो? कश्मीर कति छ? यत्रो छ भने। चाइना र इन्डियाको विवाद के हो? अक्षय चिन त्यो मेघालय माथि नर्थ इस्टमा, यति जग्गाको लागि। युक्रेन र रसिया 4 वर्षदेखि एकअर्कालाई मारिरहेछन् भने, मिसाइल हानिरहेछन्, हाइड्रोजन बम फालिरहेछन्, रकेट लन्च गरिरहेका छन्। किन? क्रिमिया यतिको लागि। देशको स्वाभिमान भनेको यति सस्तो कसरी हुन सक्छ क्या? भोलि हामीलाई इन्डियाले लु हामी तँले तेरो लिपुलेख त फिर्ता दिन्छौँ, तर तैँले कति जग्गा मिचेको छ फिर्ताले कहाँको जग्गा दिने? कति जग्गा दिने? अहिलेसम्म कुनै होइन, मिचेकै होला ले क्या, लो मानिदिउँ नेपालले पनि मिच्यो अरे 1-2 ठाउँमा। कुन चाहिँ प्राइम मिनिस्टरले, कुन चाहिँ देशमा पावरमा बसेको मान्छेले आएर एक्सेप्ट गर्छ क्या त्यो कुरा? मोदी, तपाईँहरू सोच्नुहुन्छ मोदीले रोस्टरमा उभिएर हामीले